नमस्ते अनि झोरले आज माघे सङ्क्रान्ति माघ 1 गते मगर समाज साउथ अस्ट्रेलियाले प्रोग्राम गर्न गइरहेको छ। हरेक वर्ष जस्तै यसपालि पनि माघे सङ्क्रान्तिको दिन हामी चाहिँ सबै मगर समाज मिलेर सेलिब्रेट गर्न जाँदैछौँ साउथतिर क्लोबले पार्क। अनि अहिले बजेको छ 3 बज्यो। अब यहाँबाट लाग्छ हाम्रो घरबाट आधा घन्टा 45 मिनट। अब त्यहाँ गएर के हुन्छ म देखाउँछु सबैजनालाई। ह्यापी माघे सङ्क्रान्ति। ओके, अब हामी चाहिँ अन द वे छौँ यहाँबाट। हजुर 47 मिनट्स रहेछ, 47 मिनट्स छ। अब त्यहाँ पुग्छौँ। ह्यापी माघे सङ्क्रान्ति टु अल। ह्यापी माघे सङ्क्रान्ति सबैजनालाई। नमस्ते, म गोविन्द राणा, मगर समाज साउथ अध्यक्ष। अहिले यही आजको दिन माघे सङ्क्रान्ति परेको। माघे सङ्क्रान्तिको सम्पूर्ण नेपालीलाई शुभकामना। र आज हाम्रो यहाँ कार्यक्रम छ, कार्यक्रममा पाल्दिनु होला। धन्यवाद। नमस्ते, मेरो नाम थिर गुरुङ। म यहीँ साउथ अस्ट्रेलिया एडलेडमा बस्छु, एनआरएन साउथ अस्ट्रेलियाको कोअर्डिनेटर। र आजको यो 2026 को माघे सङ्क्रान्तिमा सबै हाम्रो नेपाली देश विदेशमा रहनुभएका सबैलाई चाहिँ माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना। आउनुहोस् एडलेडमा, आज रमाइलो गरौँ। थ्याङ्क यू सो मच। ल यता के हुँदैछ यता केटीहरू? ठिक छ यार, ठिक छ। थ्याङ्क यू। ह्यापी माघे सङ्क्रान्ति भन्नु न। धन्यवाद। ल अब हाम्रो चाहिँ यहाँ टाइम सिटहरू हुँदैछ कि टाइम सिट। अनि आज ऱ्याफल $10 $5 दुईवटा, $10 5 30 वटा रहेछ। हाम्रो सारा चाहिँ होस्ट हो कि आज। अनि हाम्रो भेन्यू चाहिँ यता हो कस ग्रोभ हल रहेछ क्या। पऱ्यो भयो देखेको छ क्या हो त्यहाँबाट आजको हाम्रो भेन्यू कम्युनिटी हल। यता पार्किङ भइहाल्यो। ल यता चाहिँ स्टेज, यहाँ हाम्रो हिमाल भाइले फोटो खिच्दैछ। स्टेज यहाँ अब हाम्रो पर्फर्मेन्सहरू हुन्छ। अझै आए छैन, 4 बजीबाट भनेको। नेपाली टाइम हो नि त, नेपाली हो नि त। चाहिँ हाम्रो स्टेज भयो। मगर 26 स्टेज प्रेजेन्ट्स। यता चाहिँ हाम्रो डिआर दाई मेन स्पोन्सर यो इभेन्टको, मोर्गेज जर्नीको हाम्रो डिआर दाई। यता चन्द्रकोट ज्वेलरी सप। आजको हाम्रो यो मेन स्टेज चाहिँ यो हो। टेबल्स आर अल सेट। अब चाहिँ यो चाहिँ हाम्रो पकाउनेको एरिया है। पकाउने दाइहरूले पकाउँदै हुनुहुन्छ। ल यता चाहिँ खानाहरू खाना। ल विनोद दाइलाई नै ह्यापी माघे सङ्क्रान्ति दाई। धन्यवाद दाई। यस्तो है। ल हामीसँग हुनुहुन्छ यहाँ डिआर दाई। ल डिआर दाई, आजको प्रोग्रामको बारेमा केही भनिदिनुहोस् प्लिज। नमस्कार, म धनीराम थापा, सेक्रेटरी मगर समाज साउथ अस्ट्रेलिया। आज हामीले माघे सङ्क्रान्ति विशेष कार्यक्रम मनाउँदैछौँ कस ग्रोभ कम्युनिटी हलमा। यहाँहरू सम्पूर्णलाई माघे सङ्क्रान्ति 2082 को हार्दिक मङ्गलमय शुभकामना। साथसाथै हामी आजको प्रोग्रामको टाइटल स्पोन्सर पनि हो मोर्गेज जर्नी, जर्नी टु यर ड्रिम होम। इफ यु आर लुकिङ फर एनी लोन अप्सन्स होइन, हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी चाहिँ लोन सम्बन्धी सेवा सुविधाहरू चाहिँ प्रदान गर्छौँ। थ्याङ्क यू। हामी चाहिँ यहाँ ऱ्याफल किन्दैछौँ। ऱ्याफल आजको ल हाम्रो $20 गयो 5वटा ऱ्याफल। 20 को कतिवटा? 12वटा रहेछ यार। टन्नै रहेछ त आमामा कडा। त्यस्तो कहाँ हुन्छ हामी यार, त्यस्तो बुद्धि पनि छैन यार तरिका। कुन कलर लिने अहिले? मिक्स कलर लिग न, मिक्स कलर। भाउजू तपाईँले किन्ला हो? कतिवटा? ल है यसपालि हाम्रो परो सोनेका जन्तर। यसपालि पर्नु पऱ्यो, नत्र हामी धाँधली गरिदिन्छौँ। हाम्रो गोविन्द राणा दाइभन्दा पोख्त
व्यक्ति अहिलेसम्म अध्यक्षको पदमा हामीले पाउन सकिरहेका छैनौँ। त्यसको लागि पनि हामी गोविन्द राणा दाईलाई धेरै धेरै धन्यवाद छ, धेरै धेरै सम्मान पनि व्यक्त गर्न चाहन्छौँ। र यो त गयो हाम्रो मगर समाज साउथ इन्ट्रोडक्सन। हामी कसरी यति ठुलो समाजहरू पुग्यो, हाम्रो पास्ट के हो। साथै आज म तपाईँहरूलाई केही पनि भन्न चाहन्छु भने हुन त सबैलाई थाहा भएकै कुरा हो यो है, हामी माघे सङ्क्रान्ति किन मनाउँछौँ भनेर। फेरि पनि म एकचोटि तपाईँहरूको लागि एउटा नलेज पनि दिने हुन्छ है। हामी कहाँ नयाँ मेम्बरहरू पनि आउनुभएको होला, नयाँ कति भाइ बहिनीहरू आउनुभएको, उहाँहरूलाई थाहा छैन होला हामी माघे सङ्क्रान्ति किन मनाउँछौँ भनेर। हामी माघे सङ्क्रान्ति किन मनाउँछौँ भने यो चाहिँ अब अस्ट्रेलियाको केसमा चाहिँ अलिकति डिफ्रेन्ट हुन जान्छ, किनभने अहिले यहाँनिर गर्मी भइरहेको छ। तर नेपाल हामी जहाँ बसेर आएको छ, जहाँ मातृभूमि छ, वहाँ त्यहाँ चाहिँ अहिले जाडो सकेर गर्मीतिर आउन खोजिरहेको छ। त्यही भएर चाहिँ हामी सबैले चाहिँ के हुन्छ भने हाम्रो विश्वास हामी जति पनि जाडोको मौसममा कठाएर बसेको, जाडो खपिएर बसेको, भगवान्ले हामीलाई यो जाडो सबै कटाएर चाहिँ अब नयाँ सुरुवात गर्नुभएको छ। वार्मर अलिकति तातो न्यानो दिनहरूतिर सुरुवात गरिदिनु भएकोमा धन्यवाद भन्दै हामी दुई चाकी खाएर भगवान्लाई धन्यवाद दिएर आफ्नो घरमा साना तरिकाले आफ्नै तरिकाले पूजाआजा गरेर साथीभाइलाई बोलाएर पूजाको लड्डु, तिलको लड्डु होइन त्यस्तो कुराहरू खाएर चाहिँ हामी मनाउने गर्छौँ। मेन रिजन भनेको मघे सङ्क्रान्ति मनाउनुको कारण चाहिँ जाडोलाई सकेर गर्मी हो भनेर उत्सवता चाहिँ बढाउनको लागि चाहिँ हामीले यो मनाउँछौँ है त। र पक्कै पनि हामी माघे सङ्क्रान्ति 2082 अघिल्लो समयमा हामी मनाइरहेका छौँ र यस कार्यक्रमलाई एकदमै भव्यताका साथ मनाउनको लागि हामीलाई सपोर्ट गरिरहनु भएको छ। आजको टाइटल स्पोन्सरको रूपमा रहनु भएको छ मर्गेज जर्नी हाम्रो धनी राणीलाई। त्यस्तै गरी हामीसँग गोल्ड स्पोन्सर्सहरू हुनुहुन्छ चन्द्रकोटे ज्वेलर्स, एओके नर्सरी र यसै गरी हाम्रो सपोर्टर्सहरू हुनुहुन्छ प्रेस चुलो A1 अल इन वान र यसै गरी स्पोन्सर सपोर्टरको रूपमा हुनुहुन्छ मल्टी डायनामिक, डोको टुर्स र यसै गरी क्यापिटल कनेक्सन्स, लोन सल्युसन्स, सेट कनेक्ट एजुकेसन, एक्स्ट्रा टेक र यसै गरी हुनुहुन्छ नेप्को, SNS फोन एन्ड आइटी सल्युसन्स र यसै गरी हुनुहुन्छ एस कन्भेन्सन एन्ड एक्सपिरियन्स स्टेट फेवा होम लोन र यसै गरी हुनुहुन्छ A1 रियल इस्टेट हामीसँग इन्डिभिजुअल सपोर्ट दिनुभएको छ विनोद सारू दाइले र यसै गरी हुनुहुन्छ सनुज ड्राइभिङ बिलिभ रेस्टुरेन्ट एन्ड क्याफे र सपोर्टरको रूपमा हुनुहुन्छ एडिलेट क्लिनिङ र हामीसँग योपालि नयाँ जोडिनु भएको छ जयरा डिजाइन र यसै गरी हुनुहुन्छ साइन कन्भेन्सन, अर्ली बर्ड इटेरी पोएसन ग्रिस इभेन्ट र यसै गरी हुनुहुन्छ एसके इभेन्ट्स एक्सट्रिम बार्बर र यसै गरी हुनुहुन्छ म्यारियन केयर फाइन आर्ट एन्ड फ्रेम र यसै गरी हुनुहुन्छ सपोर्टरको रूपमा बिजनेस प्लानेट आखोर साइन र यसै गरी हुनुहुन्छ इन्डिभिजुअल सपोर्टर विजय थापा र नारायण लामिछाने। हामीसँग अर्को पनि इन्डिभिजुअल सपोर्टर हुनुहुन्छ हाम्रो फाउन्डर मेम्बर युवराज थापा र यसै गरी हुनुहुन्छ द रेभोल्युसन एडिलेड, नर्स एड अस्ट्रेलिया एडुरन स्टुडियो र मोमेड र यसै गरी हामी माझ हुनुहुन्छ मिडिया पार्टनर्स, सोसियल मिडिया पार्टनरको रूपमा हुनुहुन्छ साथी टिभी दैनिकी र यसै गरी हुनुहुन्छ एडिलेडमा नेपाली एनआरएन न्युज र यसै गरी हुनुहुन्छ केबिसी एडिलेड नेपाल र सँगसँगै एक्स्ट्रा सपोर्टरको रूपमा हुनुहुन्छ फुड पार्टनरमा हुनुहुन्छ सी वेभ हामीसँग भिडियोग्राफी पार्टनर हुनुहुन्छ मेक स्टुडियो र यसै गरी टेक्निकल पार्टनरको रूपमा हुनुहुन्छ आइएम रिपेयर। सम्पूर्णलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र अबको क्रममा भने हामी सम्पूर्णलाई यो जानकारी पनि गराउन चाहन्छौँ ऱ्याफल गेम भइरहेको छ। यदि तपाईँ टिकट लिन चाहनुहुन्छ भने छिटोभन्दा छिटो टिकट लिनुहोस्। $5 मा मात्र 2वटा, यसै गरी $10 मा 5वटा, $20 मा 12वटा, $50 मा 30वटा तपाईँले लिन सक्नुहुन्छ र छिटोभन्दा छिटो टिकट लिएर बसिहाल्नुहोस्। हाम्रो ऱ्याफल गेमहरू भइरहेको छ, टिकटहरू पर्चेस गरिहाल्नुहोस् भन्न चाहन्छु र यति बेलाको समयमा भने हाम्रो ऱ्याफल
अर्को प्राइजहरू चाहिँ अभियसली तपाईँहरूले हाम्रो पोस्टरमा पनि देख्नुभयो होला। फर्स्ट प्राइज चाहिँ चन्द्रको ज्वेलर्सले दिइराख्नु भएको छ। उहाँले सुनको हार दिइराख्नु भएको छ। सानो पकेटवाला छ, मोतीसँग जडिएको सानो सुनको हार छ। यो महँगाइमा सुनको सामान पाउनु भनेको धेरै नै भाग्यको कुरा हुनसक्छ। त्यही भएर $5, $10 खर्च गरेर तपाईँले 2 लाख 3 लाख पर्ने सुनको सानो टुक्रा पाउन सक्नुहुन्छ नि। यु डोन्ट वेस्ट के अरे के भन्छ चान्सलाई चाहिँ खेर जान चाहनुहुन्न होला है। त्यही यो मौका चाहिँ नगुमाउनु होला भन्न चाहन्छु। हाम्रो फर्स्ट प्राइज तपाईँले सुनिसक्नु भएको छ चन्द्रकोटे ज्वेलर्सबाट एउटा राम्रो ज्वेलरी छ, तपाईँले पाउन सक्नुहुन्छ। र सेकेन्ड प्राइज रहेको छ फाइनल फ्रेमिङ एन्ड कास्टिङबाट ब्युटिफुल फ्रेम तपाईँले पाउन सक्नुहुन्छ। र यसै गरी थर्ड प्राइजको रूपमा रहेको छ नमस्ते ग्रोसरीबाट लुडो सेट तपाईँले पाउन सक्नुहुन्छ। र सँगसँगै हामीसँग फोर्थ प्राइज चाहिँ 2 जनालाई हामी दिन्छौँ। $100 को फुड भाउचर तपाईँले पाउन सक्नुहुन्छ नेपाल हाउसबाट। सो यो मौका नगुमाउनुहोस्, छिटोभन्दा छिटो तपाईँले टिकट लिइहाल्नुहोस् भन्न चाहन्छु। भेज अरू छैन? बरु भेज हाल्नुपर्छ कि उहाँका डाइरेक्टर श्री धनीराम थापाज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु पहिला। त्यसको पछि हाम्रो लाइनमा गोल्ड स्पोन्सर्स प्लस आजको ऱ्याफल विशेष ऱ्याफलको पकेट छ अरे त्यसको स्पोन्सर हाम्रो सधैँको स्पोन्सर पनि आजको मात्रै होइन चन्द्रकोट ज्वेलरलाई धेरै धेरै धन्यवाद। सँगसँगै अर्को हाम्रो नयाँ कम्पनी एओके भन्ने छ। एओके ठ्याक्कै मलाई बिजनेस थाहा छैन के हो, तर उहाँहरू चाहिँ हाम्रो गोल्ड स्पोन्सर भइदिनुको मलाई धेरै धेरै धन्यवाद। र सम्पूर्ण यहाँ भएका सपोर्टर 20-30जना नाम हुनुहुन्छ, त्यो मैले अहिले बहिनीहरूले पढ्दै गर्नु होला, मैले नाम भन्ने टाइम पनि छैन, त्यसकारण उहाँलाई सबैलाई धन्यवाद भन्छु पहिला। 1 नम्बर। 2 नम्बर फेरि कुरा आउँछ फेरि धरतीपुत्रको। यो धरती 60,000 वर्ष पहिलादेखि 60,000 वर्षदेखि पहिलादेखि आएर यो ठाउँमा बसोबास गर्ने लायक बनाइदिनु हुने र हामीलाई स्वागत गर्ने, हामीलाई आएर यसरी बस्नु दिनु हुने, खाना काम सम्पूर्ण दिने, आज नाच्नु दिने ठाउँ दिने यहाँका इन्डिजिनियस अस्ट्रेलियनहरूलाई धेरै हार्दिक नमन गर्न चाहन्छु। Like I want you, baby.
हाल्दिउँ क्या दुईटा हाल दुई पनि हाल कस्तो लागेको मान्छे भएन हामी चाहिँ साइडमा बसेर भोग लाग्छ भने अलिक धेरै हालिदिनु भन्न पाउँछ है
अफ प्रोग्राम एन्ड अफ प्रोग्राम आइसक्यो के अरे म बिनालाई सोध्छु कस्तो लाग्छ कस्तो लाग्यो आजको प्रोग्राम बिनालाई सोध्छु म आजको एकदम बबाल खुट्टा दुखिसक्यो नाच्दा नाच्दा नाच्दै अब अर्को माघे सङ्क्रान्तिमा नाच्ने ह्याप्पी माघे सङ्क्रान्ति ल धन्यवाद बिना राणाज्यू ल आज हामीसँग हुनुहुन्छ कमल दाई आजको प्रोग्राम कस्तो लाग्यो एकदम खतरा उसले गरेर रहेछ यो प्रोग्राम एकदम खतरा कमल दाई मेन कोअर्डिनेटर हो है आजको प्रोग्रामको कमल दाईलाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद आजको प्रोग्राम बबाल भयो सबैजनाले हेल्प गर्नुभयो सबैजनाले रमाइलो गर्नुभयो एकदम बबाल दामी भयो सही ह्याप्पी माघे सङ्क्रान्ति एभ्री वान धन्यवाद कमल दाईलाई सँग हुनुहुन्छ रामु दाई ल आजको प्रोग्रामको बारेमा हेलो नमस्ते झोरले ह्याप्पी माघे सङ्क्रान्ति आजको प्रोग्राम धेरै राम्रो भयो सक्सेसफुल भयो त्यसैमा हामी खुसी छौँ अरू ल धन्यवाद खाना धेरै उब्रियो खायो खाना चाहिँ यहाँ टन्ने उम्रेछ ल यता भाइले नि ह्याप्पी माघे सङ्क्रान्ति भन्दै ह्याप्पी माघे सङ्क्रान्ति है सबैलाई ल धन्यवाद धेरै धेरै रमाइलो ल खाना ल यता आउनु पनि ह्याप्पी माघे सङ्क्रान्ति ह्याप्पी माघे सङ्क्रान्ति अनि के भन्छ अल द बेस्ट सबलाई राम्रो होस् अनि हाम्रो कार्यक्रम एकदम सफल भयो अर्को वर्ष पनि यसै गरी मनाउन पाऊँ धन्यवाद ल यता हाम्रो अब डान्सर ग्रुपको हाम्रो केटीहरू छ केटीहरूलाई पनि यसो ह्याप्पी माघे सङ्क्रान्ति भन्ने ल केटीहरू कस्तो लाग्यो तिमीहरूलाई कस्तो लाग्यो ल सबैजनाले ह्याप्पी माघे सङ्क्रान्ति भनेको ल धन्यवाद ल खाऊ राम्रोसँग ए यहाँ हाम्रो फोटोग्राफरलाई ह्याप्पी माघे सङ्क्रान्ति भन्दिनँ ह्याप्पी माघे सङ्क्रान्ति धन्यवाद ल यता जाउँ न यता किचनमा खाना चाहिँ टन्नै बाँचे छ यार आज खाना टन्नै बाँचे रहेछ यता चाहिँ अब क्लिनिङको काम भइरहेको रहेछ क्लिनिङको काम फोगर छ ल जाउँ उता यो अब पर्पल A81 चाहिँ रद्द गरिएको छ हामी अर्को ड्र गर्दैछौँ है त ओके डबल डिजिट चाहिँ त एक्चुअली गेस गरेर ल यो पर्छ कि ब्लू B34 ब्लू B34 छैन ब्लू B34 ब्लू B34 ल के नाम तपाईँको विनयजीले पार्नु भएको छ चन्द्रगुडी ज्वेलर्सको तर्फबाट रिफ्रामबाट ब्लू B34 ला कङ्ग्रेचुलेसन्स विनयजी थ्याङ्क यू सो मच सबैजनालाई अब हामी हाम्रो अन्त्यतिर आइसकेका छौँ सम्पूर्ण उपस्थित महानुभावहरू तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद समय निकालेर हाम्रो माघे सङ्क्रान्तिको प्रोग्राममा हरेक वर्ष आइदिनुहुन्छ हरेक वर्ष हाम्रो साथ दिनुहुन्छ ए काजल भाउजूलाई सोध्नै बिर्सेको यार खोइ कहाँ गयो आउनु न सोध्ने होइन कि ह्याप्पी माघे सङ्क्रान्ति हुँदैन ल हामीसँग हुनुहुन्छ काजल भाउजू आजको प्रोग्राममा भन्नु नमस्ते ह्याप्पी माघे सङ्क्रान्ति अनि अरू आजको कस्तो लाग्यो त प्रोग्राम धेरै रमाइलो लाग्यो हजुरलाई कस्तो लाग्यो एकदम रमाइलो नाच्नु भयो कि नै भएन नाच्नु भएन अरे ल धन्यवाद ल थ्याङ्क यू ल काजल भाउजू पनि भयो अब चाहिँ हाम्रो यहाँ क्लिनिङ चलिरहेको छ हो क्लिनिङ क्या
क्या रे यता ह्याप्पी माघे सङ्क्रान्ति भन् ह्याप्पी माघे सङ्क्रान्ति भन् त यता हेर निमाल हेर के निमाल हेर Happy birthday. नमस्ते गर Namaste. ह्याप्पी माघे सङ्क्रान्ति Happy birthday. एभ्रिबडी रे ल लिएर भन्नु ल यो लिएर भन न ल यता आइज यता ल भन ल निमा आई लभ यु भन् Nima, I love you. थ्याङ्क यू क्यारा आई लभ यु टु I love you too. ल यहाँ क्लिनिङ भएर चाहिँ अब लास्ट सक्यो के अरे 10:15 भइसक्यो छ पक्न पखेँ यहाँनिर गरिरहेको छु कि मैले पखेको छु अहिले एकछिनमा दिन्छु बिना आलु कहाँ राख्यो होला भाङ्रा